नमस्ते, 안녕하십니까 여러분. एसएजी आन्सर कोरियन ल्याङ्ग्वेज इन्स्टिट्युट बुटोलबारा तामनगर विद्यार्थी उदय प्रशिक्षकको महाअभियानमा जोडिएको म तपाईहरुकै कोरियन भाषा प्रशिक्षक हानुल सर। आज म चाहिँ तपाईहरुले चाहिँ च्याप्टर 2 मा रहेको ग्रामर लिएर उपस्थित भइसकेको छु र यदि तपाईहरुले चाहिँ च्याप्टर 1 ग्रामर हिजोको भिडियो हेर्नु भएको छैन भने त्यो भिडियो पनि गएर हेर्नु होला। त्यसैगरी अब म चाहिँ यदि पढाइतिर लागौं। हामी हिजो चाहिँ पहिला के पढेको भन्दाखेरि नाउन प्लस इम्निदा नाउन प्लस इम्निगा नाउन प्लस नुन अनि उन। नुन उन भनेको चाहिँ भइहाल्यो। यो दुईटाको अर्थ हो। यो चाहिँ एन्सर दिँदा भयो। यो चाहिँ के हो त क्वेशन गर्दा हो। यो चाहिँ क्वेशन गर्दा यति कुरा बुझ्ने है। अब हामी चाहिँ यो त्यसै फेरि यो इम्निदा र इम्निका के हो त फेरि यो चाहिँ औपचारिकमा यो चाहिँ केमा त हाम्रो यो चाहिँ हाम्रो नोफिम मालमा हो भने हाम्रो यो चाहिँ केमा हो नोफिम मालमा हो भने यो चाहिँ नोफिम मालमा हो भने यो हाम्रो चाहिँ अब केमा पर्ने हो यो एसा मालमा हो क्या। एसा माल। अब हामी चाहिँ अर्को यसको के बन्नु पर्छ त हाम्रो नाउन प्लस या र या पढ्नु पर्छ। यो चाहिँ केमा हो त फेरि फानमालमा। भाषाको प्रकार अनुसार तीनटा भाषा हुन्छ नि हो त्यही भएर हो क्या। ल अब यता हाम्रो नाउन प्लस इयो र इयो भनेको यो भनेको फेरि कन्सोनेन्टमा परेको हुन्छ भने यो चाहिँ भवेल एन्डमा परेको हुन्छ है। यो ननुन भनेको यो चाहिँ भवेल एन्डमा परेको हुन्छ भने यो चाहिँ कन्सोनेन्ट एन्डमा परेको हुन्छ। अब न र के इयो र इयो भनेको चाहिँ यो चाहिँ यस्तो है। यो इयो र इयो भनेको चाहिँ हो हुनुहुन्छ यानी कि औपचारिकमा यानी कि इन्फर्मलमा चाहिँ प्रयोग गरिन्छ। र इम्निदाको औपचारिक भाषा हो इयो र इयो। मैले चाहिँ भने नि इम्निदा र इम्निकाको के हो त औपचारिकमा हो। र हामी चाहिँ प्रश्न गर्दाखेरि इम्निदाको प्रयोग गरिन्छ भने हामीले चाहिँ यसमा फेरि प्रश्न गर्दाखेरि चाहिँ कुरा यही हो कन्सोनेन्ट र भवेलकै प्रयोग गर्ने फरक केही होइन। यदि प्रश्न गर्ने भने वाक्यको एन्डिङमा क्वेशन मार्क थपिदिने, यदि उत्तर दिने हो भने फुल स्टप मात्र थपिदिने क्या यति हो। र हामी कुनै पनि चीज व्यक्ति वस्तु पेशा आदि ठाउँको बारेमा चाहिँ सोध्द र जवाब दिँदाखेरि प्रयोग गरिन्छ। यानी कि यो पनि हाम्रो इम्निका र इम्निदा जस्तै पनि त हो। यो चाहिँ हाम्रो यति मात्र फरक छ। के छ फरक त भन्दाखेरि यो चाहिँ नोफिममा यो चाहिँ हाम्रो एसा मालमा हो र हाम्रो इम्निदा र इम्निका भनेको केमा परेको त हामी नोफिम मालमा पढेको। अब जस्तै सिगे हो भनेको घडी हो। घडी हो भने यहाँ चाहिँ पर्सन गर्यो नि हैन हो। यहाँ पर्सन चिन्ह छ हेर्नुस् त। यहाँ पर्सन चिन्ह छ यानी कि घडी हो भने पर्सन गरेको यो। र सिगे यो यहाँ चाहिँ पुलिस स्टाफ छ यानी कि यो उत्तर ने सिगे यो फेरि भन्यो हजुर घडी हो भनेर भन्छ। अब फेरि अर्कोमा चाहिँ जस्तै इगन खेसाङ्गी हो। यो चाहिँ क्याल्कुलेटर हो। खेसा नादा भनेको हिसाब गर्नु र गी भनेको मेसिन जान्छ। खेसा नादा भनेको हिसाब गर्नु र गी भनेको मेसिन हो यानी कि हिसाब गर्ने मेसिन भनेको क्याल्कुलेटर। इगन खेसाङ्गी हो भनेको यो चाहिँ क्याल्कुलेटर हो। अब चाहिँ जस्तै ने इरुन भनेको भोलि चाहिँ थोय इरियो भनेको भोलि चाहिँ शनिबार हो भनेर फेरि उत्तर हो हजुर भोलि शनिबार हो भनेर भन्छ क्या है। यानी कि जवाब दिँदाखेरि यो भनेको। अब जस्तै इगसुन छिल्फान भने के हो यो चाहिँ नलेखे नि हुन्छ। यो छिल्फान भनेको व्हाइट बोर्ड हो। यानी कि यो चाहिँ व्हाइट बोर्ड हो भनेर भन्छ। यो व्हाइट बोर्ड हो भनेर के छ त यहाँ पर्सन गरेको। ल पर्सन गर्यो भने यहाँ चाहिँ के हुन्छ त पर्सन गरेको भन्ने बुझिन्छ। र यहाँ चाहिँ उत्तर गरेको हो जवाब दिँदा भनेको भने यहाँ पनि यो फुल स्टप हुन पर्यो है। यानी कि जवाब दिँदाखेरि योको प्रयोग गरिन्छ। यानी कि जवाब दिँदाखेरि चाहिँ के को प्रयोग गरे जवाब दिँदाखेरि फुल स्टपको प्रयोग गर्ने भन्दाखेरि अब फेरि क्वेशन गर्दाखेरि फेरि के गर्ने त क्वेशन मार्कको प्रयोग गर्ने क्या। फरक त्यति हो। र हाम्रो चाहिँ यो भनेको हाम्रो चाहिँ भवेल कन्सोनेन्टमा प्रयोग गरिन्छ भने यो
इयो भनेको फेरि यो ए भनेको फेरि हाम्रो भवेल इन्डिङमा प्रयोग गरिन्छ भने यो इएयो अथवा यसलाई फेरि इएयो यसरी भन्न नि मिल्छ क्या, दुईटै तरिकाले भन्न मिल्छ। यो चाहिँ हाम्रो कन्सोनेन्ट इन्डिङमा प्रयोग हुन्छ। यति बुझ्ने। यसको चाहिँ प्रयोग गर्ने तरिका यस्तो पनि प्रयोग गर्न मिल्छ, यस्तो पनि प्रयोग गर्न मिल्छ है। अब अर्को ग्रामर हाम्रो रहेको छ इगा आनियो। इगा आनियो यानी कि यो इगा आनियो भनेको यो हाम्रो चाहिँ खासमा हाम्रो यो आनिदा हो क्या। आनिदा भनेको नहुनु है। आनिदा भनेको नहुनु अथवा होइन भने पनि हुन्छ, होइन भने पनि हुन्छ है। यानी कि जस्तै आनिदा भनेको नहुनु, यो फेरि अप्ता भनेको नहुनु भन्ने पनि हुन्छ है फेरि, तर यो अप्तातिर अहिले नजाम। यो आनिदा भनेको नहुनु अथवा होइन भन्ने बुझ्ने है, होइन भन्ने बुझ्ने। अब त्यसै गरी चाहिँ जस्तै कुनै पनि चिज वस्तुलाई चाहिँ तोकेर क्या, तोकेर होइन भन्दाखेरि प्रयोग गरिन्छ इगा आनियो। कुनै पनि चिज वस्तुलाई चाहिँ तोकेर होइन भन्दाखेरि इगा आनियोको प्रयोग गरिन्छ। इगा आनियो कुनै पनि चिज वस्तुलाई तोकेर भन्दाखेरि प्रयोग गरिन्छ। अब जस्तै इगा माखा आनियो, यो चाहिँ मार्गल होइन भनेर प्रश्न गर्ने क्या है। र यसमा पनि अब त्यही हो, यो इयोमा यो इगा आनियोमा पनि अब यदि वाक्यको इन्डिङमा पर्सन चिन्ह भए पर्सन गरेको र इन्डिङमा फेरि फुल स्टप भए उत्तर दिएको क्या, अथवा जवाब दिएको भन्ने बुझ्ने है। र यसको चाहिँ अब औपचारिक यसको फेरि यो हाम्रो चाहिँ यो एसामालमा भयो क्या। र यसको नोफिम मालमा फेरि इगा आनिम्निदा, यो के मात्र हो फेरि नोफिम मालमा हो। यति कुरा बुझ्ने। अब हामी चाहिँ यतातिर हेरौँ, इगा आनियोमा कुनै पनि चिजलाई चाहिँ तोकेर होइन भन्दाखेरि इगा आनियोको प्रयोग गरिन्छ अरे। कुनै पनि चिजलाई तोकेर भन्दाखेरि प्रयोग गरिन्छ है। जस्तै औपचारिकमा यसको औपचारिकमा यो चाहिँ अनौपचारिक भयो है। यो चाहिँ अनौपचारिकमा भयो भन्दाखेरि जस्तै इगा आनियो भनेको यो त अनौपचारिकमा हो भने अब यसको औपचारिकमा क्या, यानि कि नोफिमालमा चाहिँ इगा आनिम्दाको रूपमा प्रयोग गर्न सकिन्छ। यसको चाहिँ नोफिमालमा चाहिँ इगा आनिम्दाको रूपमा प्रयोग गरिन सकिन्छ। कन्सोनेन्ट इन्डिङ भए इ आनियोको प्रयोग गर्ने भने गरिन्छ भने, त्यसपछि भवेल इन्डिङ छ भने गा आनियोको, यसमा पनि त्यही छ। यदि कन्सोनेन्ट इन्डिङ छ भने इ आनिम्निदा, र भवेल इन्डिङ छ भने फेरि गा आनिम्निदा प्रयोग गरिन्छ है। जस्तै अब थोकी भनेको के हो? थोकी भनेको खरायो हो नि, होइन हो। थोकी भनेको खरायो, आनिम्निदा भनेको होइन अरे। खरायो होइन, थोकीगा आनियो भनेको खरायो होइन है। यानि कि छनुन भनेको म चाहिँ इन्डो सरामी आनियो, म चाहिँ इन्डो सरामी आनियो भनेको म चाहिँ इन्डियन मान्छे होइन है। र त्यसै गरी चाहिँ इगर्सुन यल्सोइगा आनियो, यो चाहिँ चाबी होइन अरे। यो चाहिँ यल्सो भनेको त चाबी अथवा साँचो होइन। यहाँ चाहिँ सबै हाम्रो चाहिँ जवाब दिँदैकै प्रयोग भयो है। हाम्रो एउटा क्वेसनको यहाँ भएन। जस्तै अब एउटा क्वेसन गर्दाखेरि इगर्सुन फिच्चारू इगर्सन फिच्चारूगा आनी हो। यो क्वेसन मार्क है। यहाँ चाहिँ के गरेको मैले क्वेसन गरेको है। यहाँ चाहिँ मैले के गरेँ त क्वेसन गरेँ, इगर्सन फिच्चारूगा आनी हो। यो चाहिँ कुचो होइन है। यो चाहिँ के छ त कुचो होइन अरे। इगर्सन फिच्चारूगा आनी हो, यो चाहिँ कुचो होइन। यानि कि यो चाहिँ प्रश्न गरेको जस्तै। अब फेरि यसको उत्तर दिँदाखेरि ने इगर्सन फिच्चारू आनी हो भनिदिने है उत्तर दिँदाखेरि। अब जस्तै यसको अब आनी हो, अब जस्तै आनी होमा प्रश्न आनी हो इगर्सन
아니요, 이것은 폴펜입니다. 더 जस्तै 이것은 마카입니다. भन्न पनि सकिन्छ। त्यसै गरी चाहिँ अब हाम्रो 2 च्याप्टरको ग्रामर पनि सकियो र अब हामी चाहिँ 3 च्याप्टरको भिडियो पनि तपाईहरुको माझमा लिएर उपस्थित हुनेछौं। त्यो भिडियोहरु पनि हेर्न नछुटाउनु होला। र त्यसै गरी चाहिँ हाम्रो पार्ट 1 यानी कि त्यसै गरी चाहिँ के रे च्याप्टर 1 मा रहेको ग्रामर पनि हेर्न नछुटाउनु होला। र आजको लागि यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। 감사합니다।